आज चाहिँ धेरै पछि म भ्लग गर्न लागेँ अनि त्यहाँबाट आज चाहिँ खोइ काभ्रेतिर कता घुम्न जाने लटरम्मेश्वर भनेर भन्दै थिएँ। एक्ज्याक्ट लोकेसन चाहिँ मलाई थाहा भएन। लोकेसन चाहिँ के हुन्छ कसो हुन्छ अब अहिले म यहाँ घरबाट निस्किन लागेँ। अब एकछिनमा चाहिँ भन्छु नि त है त। वन्स अगेन गाइज म चाहिँ साथीहरू कुरेर बसिरहेको छु। यहाँ माट अगाडि छु होइन, यो दिव्या माट अगाडि। अब म दुईजनालाई कुरेर बसिरहेको छु। दुईजना आउँछन् अनि त्यहाँबाट यहाँबाट निस्किन्छौँ होला हामी होइन। प्रोबेबली अब 10 to 20 मिनट्समा निक्लिन्छौँ। अनि त्यहाँबाट तिनवटा बाइक हुन्छ जस्तो लागिरहेछ। तिनवटा बाइक भयो भने अनि हामी यहाँबाट हिँड्छौँ, बिस्तारै जान्छौँ हामी होइन। नि चाहिँ कहाँ जाने भने हामी कहाँ जाने भने अब लटरगञ्ज महादेव मकवानपुर है। काभ्रे भने है, सरी है, काभ्रे होइन रहेछ। हामी मकवानपुर जानु लागेको रहेछौँ है। ल है त, एकजना भाइ आउँछ अनि त्यहाँबाट हामी निस्किन्छौँ। तिनवटा बाइकमा 4जना जाने भन्ने कुरा छ। कुन ठाउँ हो यो गाइज? हामी चाहिँ होइन अहिले भर्खरै यो हेटौडा जाने बाटोमा आइपुग्यौँ होइन। मैले चाहिँ भिडियो खिचेन किनभने अब एकदम रस बाटो छ होइन। अनि त्यो भएर म चाहिँ अपडेट गरिरहन्छु होइन। यही हो गाइज। अब हामी लटरम्मेश्वर जानलाई अब 1 घन्टा जति छ। 1 घन्टा माथि पुगेपछि भेट्छु नि है त गाइज। के अरे ललितपुरबाट चापागाउँ हुँदै चाहिँ हामी 2 घन्टा 1.5 घन्टा जति भनौँ न। टाइम चाहिँ एक्ज्याक्ट हेरेन मैले। 1.5 घन्टा जति चाहिँ हामी बाइकमा आयौँ। आइसकेपछि यो छपेली भन्ने ठाउँमा चाहिँ आएर यो महालक्ष्मी भोजनालय अरे यहाँ चाहिँ अब खाजासाजा खान्छौँ होइन। त्यो खाजासाजाको चाहिँ म केही पनि देखाउँदिनँ होइन। मैले चाहिँ अब यो एउटा प्रिभ्यू जस्तो के सर्ट मात्र लिइरहेको छु। अब त्यहाँ एउटा ठाउँमा चाहिँ हामी बस्ने भनेर भनेको छ। आज हामी उतै बस्छौँ। अब लभली डाँडा भन्ने ठाउँ कि कहाँ जानुपर्ने रहेछ त्यो चाहिँ अब केटाहरूले गर्दैछन्, फोन गर्दैछन्, के गर्दैछन्। अहिले म अपडेट गर्छु नि त है त गाइज। हामी चाहिँ छपेबाट ठ्याक्क 2 मिनट तल आउँदाखेरि होइन बाइक र गाडी चाहिँ यसरी रोकेर राखेको रहेछ। रोमन के छ? के हुँदैछ त अभिषेक? ठिक छ है। जाममा पऱ्यो यार। अब जेसिबी भन्दै जेसिबी नै देखिन पऱ्यो यार। जेसिबी छ, जेसिबीले बाटो बनाउँदै रहेछ। हामीलाई गाह्रो पऱ्यो नि, गाह्रो बनायो नि यार। अब कति छ भने बाटो? 45 मिनट। गाइज म त यार कन्फ्युज भएँ यार। बाटै के भयो है। एउटा लटरम्मेश्वर जाने बाटो भनेर यहाँ तल थियो होइन। त्यो बाटो तलको बाटो होइन भने केटाहरूले। अनि त्यहाँबाट म यहाँ माथि आएको होइन। माथि आएको आधी घन्टाभन्दा बढी माथि आइसकेँ। केही पनि छैन क्या, चरोमुसो पनि केही छैन। मान्छेलाई सोधौँ, एउटा मान्छेलाई सोधेको के भन्छ भने मान्छेले तपाईँको एउटा चाहिँ 15 मिनट माथि छ, 20 मिनट माथि छ, एउटा चाहिँ तल छ भन्छ होइन। अनि त्यहाँबाट हामीले के अरे होमस्टेमा बस्नलाई हामी चाहिँ होमस्टे बस्नको लागि चाहिँ गरेका थियौँ क्या, बुक गरेका थियौँ। त्यो मान्छेले चाहिँ अब तलको नि दिएको छैन, माथिको पनि दिएको छैन। बिच बाटोमा पानी पर्न लागिरहेछ होइन गाइज। हेरौँ न यार, अड्केर बसिरहेको छु नि। केही गर्न सकेको छैन यार। कस्तो केटाहरू तल छन् होइन, म माथि छु बाटो खोज्दै आएको। केही पनि छैन क्या। अब के गर्ने ल आपत पऱ्यो गाइज। अब त्यत्रो माथि पुगिसक्यो मान्छेलाई होइन, फेरि बोलाएर होइन। यही बाटो त हो नि होइन। कन्फर्म गरौँ है त केटाहरूलाई। यही बाटो हो नि। गाह्रो छ गाइज, गाह्रो छ। के गर्ने अब भक्तपुरदेखि आइयो है, गाह्रो छ। अब केटाहरू निस्किँदैछन्, बाइकमा टुर जान्छन्, बोल्दै नबोली जान्छन्, एक्लै जान्छन्। के गर्ने, गाह्रो बनाइदियो। ल गाइज, डे 2 है। हामीहरू चाहिँ अब अहिले भीमफेदी, अब यो मकवानपुर भीमफेदी 8 शिवटार भन्ने ठाउँमा चाहिँ स्टे गरेको छौँ होइन। यहाँ स्टे चाहिँ हिडन्तेहरूले पनि गरेको ठाउँ हो यो। अनि त हामी यहाँ बसिरहेछौँ। अब हिजो चाहिँ खिचेन किनभने आउँदाखेरि गाह्रो भयो होइन।
गाह्रो भएर खिचेन। अब बिहान कति बजी अभिषेक 7:30 त्यस्तै भयो, 7 बज्नु लाग्यो होला होइन। अब हामी चाहिँ माथि उक्लिन्छौँ। मन्दिरको नाम के अरे? लटर रमेश्वर होइन, लटर रमेश्वर। अब निस्किँदैछौँ सबैजना, बिस्तारै माथि लाग्छौँ। अब कस्तो छ सिनारियो म सबै देखाउने कोसिस गर्छु। गाइज हामी होइन आधी घन्टाभन्दा माथि उक्लिएर आयौँ होइन लटर रमेश्वर माथि जानलाई। तर मलाई चाहिँ के डाउट भयो भन्दाखेरि होइन यो बाटो चाहिँ हो कि होइन भनेर डाउट भयो क्या। उताबाट अर्को बाटो थियो होइन, त्यो बाटो जाँदाखेरि अब गाउँको बिचबाट जान्छ जस्तो लाग्यो। अब यो बाटोमा चाहिँ यहाँ घर छ, घर पनि फेरि बन्द अवस्थामा छ। के गर्ने भइरहेको छ यार। अब फोन गर न एकचोटि, फोन गर्नु पऱ्यो कि, फोन गरौँ होइन। अनि यहाँबाट पनि बाटो छ, यो बाटो उक्लिएर गयो भने त चाँडै पुग्छ यार। यो बाटो हिँड्यो भने त कसरी हिँड्ने क्या, कतिसम्म हिँड्ने मलाई चाहिँ डाउट लाग्यो होइन। आउँदैछन् हाम्रो केटाहरू छैन, मासतिर 1300 लागेको छ कि उता, त्यो भएर होइन गन्तव्य नै चेन्ज भयो नि त। फेरि डाँडा आएर रमन कस्तो लागिरहेको छ त? बाटो हरायो जस्तो लागिरहेको छ यार मलाई त। बाटो त कहाँ हराउँछ, बाटो त छँदैछ नि। गन्तव्य जाने बाटो चाहिँ हामी गलत दिशातिर लाग्यौँ कि भन्ने कुरा हो क्या। होइन यो बाटो उक्लिएर गयो भने चाहिँ यो बाटो यो सानो गोरेटो जस्तो छ नि, त्यो बाटो चाहिँ उक्लिएर गयो भने चाहिँ हामी चाँडै पुग्छ क्या फेरि। किनभने हामीलाई यो 1 घन्टा लगाएर छिर्नु र होइन यो यहाँबाट छिर्नुमा चाहिँ यो बाटो त 100% छ क्या। यो बाटो यो हिँडिरहेको बाटो हो नि त। हामीहरू तलबाट डेढ
महादेवले मेरो भक्तहरू आए थाके होला नि आर्मीले बनाइदिएको रहेछ त यार एकछिन बस भनिदिनु भएको छ नबस्नु त म जाँदै जानु महादेवले के भन्नुभयो महादेव उपसेनानी रमेश सिंह बोहरा सुरक्षा अधिकृत श्री के हो यो निकेश अभिषेकलाई गोबा गौंड्रे सुनेर त्यसकै महादेव बेस क्याम्प महादेव टार लगाइस है हामीले चाहिँ अरू तल गएर आयो बल्ल बल्ल भात 10 मिनेट त्यो खान्छ अँ गएर मस्त भात तर भात हिजो मिठो थियो नि यार हो नि मैले त्यो बल्ल भात झिकेर मलाई त्यत्रो कस्तो गाह्रो भएन घरको चामल जस्तो कि त्यो अँ मिल्ने मिठो हो तर अलिकति धेरै दाल सुना पनि छैन मैले दाल त हर महादेव हरर महादेव हरर महादेव यो मुला मान्छेहरूले होइन म एकदम अनेस्ट कुरा गरिदिन्छु गाइज होइन मान्छेहरूले छ नि लटे रमेश्वर भनेर भनेको छन् होइन आएका छन् होइन यो बिचमा भएको यो 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 गाह्रोहरू छ नि यो देखाउँदैनन् क्या म चाहिँ यो पनि देखाइदिन्छु हो गन्तव्यसित देखाएर कहाँ हुन्छ होइन गन्तव्य होइन मान्छेले देखाउँछन् नि त होइन बिना सङ्घर्षको जिउँदैछ भने देखाउँछन् है यस्तो छ उस्तो छ यस्तो छ उस्तो छ अब हिँड्ने बाटो 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 यहाँबाट हिँड्नुपर्छ भन्छ अब हामी नै आएको मान्छे फर्स्ट टाइम आउँदा झुक्यौँ नि त होइन लामो बाटो आउनु पर्यो यो ठाउँमा होइन यो ठाउँमा खासै मान्छे चाहिँ होइन नआइपुगेकै रहेछन् होइन नेपालमा एक्सप्लोर गर्नुपर्ने ठाउँ धेरै छ यार तर खासमा आउनु पर्ने ठाउँ नै यस्तो हो क्या दाइ किनभन्दाखेरि मान्छे नपुगेको ठाउँ नै एकदम सुन्दर हुन्छ मान्छे पुगिसकेपछि त्यो ठाउँ बिगारिदिन्छन् क्या त्यही हो, अब यही ठाउँ हेरेर अलिअलि मान्छे आउँदो रहेछन् बुटल फ्यालेको फोहोर फ्यालेको देख्यो नि त वास्तवमा कति सुन्दर ठाउँ छ यो होइन त्यस्तो हो क्या गाइस होइन यस्तो दुःख गरेर आइयो कि होइन बाटो बवाल छ क्या बाटो बवाल छ होइन बसेर भिडियो बनाउँदैछु मलाई त हाइटदेखि डर लाग्ने भएर होला होइन अनि त्यहाँबाट त्यो अगाडि गइरहेको छ नि म चाहिँ अब पछाडि जान्छु है वर्थ इट छ कि अब वर्थ इट छ होइन म किनभने मलाई डर लागेर चाहिँ मैले यसरी भिडियो बनाएको है त गाइस को भनेर के भन्नु न हाम्रो बाउबाजे पालादेखि नै हजुर त्यो रटरमेश्वरी मन्दिर भनेर चाहिँ यहाँ प्रख्यात रहेछ हजुर अहिले जे आफ्नो मनले चिताए त्यो पुरा हुनु भनेर पहिलादेखिको हजुर चाहिँ अब हाम्रो त्यो पुस्ता पुस्ताले चाहिँ यहाँ चाहिँ धार्मिक स्थल गरेर चाहिँ खाएको हुने खासै जटरामे भन्नुभयो नि जटरामेश्वरी भन्नु गट्टा पदमा भएको होइन शिवजीले सत्यदेवीले चाहिँ के अरे पृथ्वी भ्रमण गर्थे नि यहाँ चाहिँ जटापतन भएको ठाउँ भएर अनि यहाँ चाहिँ लटरमेश्वरी हजुर हजुर आउँछ नि सबै कुरा आउँछ नि त्यही भएको कारणले चाहिँ यहाँ चाहिँ